यो दृश्य झापाको दमकमा रहेको यो पशुहाटको हो र यो पशुहाट चाहिँ केही समय अघिसम्म नेपालकै सबैभन्दा ठुलो पशुहाटको रूपमा नाम कमाएको दमकको पशुहाट हो र यो पशुहाट केही समय अगाडिसम्म निकै ठुलो लाग्ने गर्दथ्यो र दमक नगरपालिकाको आम्दानीको स्रोत पनि मुख्य स्रोतको रूपमा पनि यही बजारलाई हेर्ने गरिन्थ्यो। तर पछिल्लो समय यो बजार खुम्चिने क्रममा रहेको छ र यता अगाडिपट्टि देखिएको यो जुन भवन छ यो चाहिँ यो भवनमा चाहिँ दमक नगरपालिका 7 नम्बरको वडा कार्यालय रहेको छ भने योभन्दा अगाडिपट्टि बस पार्क रहेको छ। यो दमकको मुख्य बजारभित्रै यो पशुहाट रहेको छ र पछिल्लो समय पशुहाटहरू व्यवस्थित हुने क्रम सुरु भए पनि यो बजारलाई केही व्यवस्थापन गरिएको छ। तथापि पनि यहाँ जुन यो पशुहरूको खरिद बिक्री हुन्छ यो खरिद बिक्री गर्दाखेरि विशेष गरेर बाख्रा पाठा बोका खसीको बिक्री वितरण अहिले पनि यहाँ परम्परागत रूपमा नै चलिरहेको छ र यसलाई व्यवस्थित गर्न सकिएको छैन। अहिले पनि परम्परागत शैलीबाट पशुलाई छामेर उचालेर नै मोलमलाई गर्ने चलन छ यहाँ र यसलाई आधुनिक ढङ्गबाट चाहिँ नापतौल गरेर निश्चित एउटा रेटको मापदण्ड तोकेर बिक्री वितरणलाई सहज गर्न सके क्रेता विक्रेता दुवैलाई सहज हुने देखिन्छ। यतातर्फ सम्बन्धित सरकारवाला निकाय यहीँ नजिकै पशु सेवा केन्द्र पनि यही घरमा छ। यस विषयमा पशु सेवा केन्द्रले पनि अहिलेसम्म चासो देखाएको देखिँदैन भने दमक नगरपालिकाले पनि खासै चासो दिएको देखिँदैन। यहाँनिर चाहिँ एउटा जोख्ने डिजिटल तराजुको व्यवस्था गरेर पशुको तौलको आधारमा यी बाख्रा पाठाको तौलको आधारमा एउटा निश्चित रेट राखेर बिक्री वितरणको व्यवस्था मिलाउन सके निकै सहज हुने देखिन्छ र यो काममा यो बाख्रा पाठाको बिक्री वितरणमा तौल गरेर बिक्री वितरण गर्ने प्रक्रिया स्थानीय सरकारले सुरु गरिदिए। सम्बन्धित सरकारवाला निकाय पशु सेवा केन्द्र वडा कार्यालय लगायतका विभिन्न निकायहरूले यो विषयमा ध्यान दिएर यहाँ चाहिँ निश्चित एउटा तौलको आधारमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निकै जरुरी देखिएको छ। यो यतापट्टि देखिएको चाहिँ दमकको बाख्रा बजार हो भने यो यतापट्टिको पशु गाई भैँसी राँगापाडा गोरु लगायतका पशुहरूको बिक्री वितरण यतापट्टि गरिन्छ र यहाँ यसरी गाई बिक्रीको लागि राखिएको छ। र विगतका दिनहरूमा यो पशुहाट निकै ठुलो एरियामा लगभग 2-3 बिघाको एरियामा यो पशुहाट लाग्ने गर्थ्यो भने अहिले केही दिन यता आएर किसानहरूले पशु पाल्ने क्रम छोडेसँगै र व्यापारीहरूले पनि घर घरमा गएर पशु खरिद बिक्री गर्न थालेपछि यो बजार अहिले खुम्चिने क्रममा रहेको छ र यो बजारलाई अझ थप व्यवस्थित र सुदृढीकरण गर्न पनि आवश्यक देखिएको छ। नजिकै पूर्व पश्चिम एसियन राजमार्गसँगै जोडिएको यो बजार दमकको मुख्य चोकभन्दा करिब 500 मिटर नजिकै रहेको यो बजारलाई अझ सुदृढ व्यवस्थित गर्न जरुरी देखिएको छ भने यो बजारको बिचमा यो सहरको बिचमा रहेको यो पशुहाटलाई योभन्दा केही अलिक परको ठाउँमा स्थानान्तरण गर्न पनि जरुरी देखिएको छ।